This is our third episode in the Brahmapuri Seva Center. We are doing different kind of exercises here. Good morning, Mr. Durba Adhikari. Yes, namaste. How are you? I'm fine. How did you like this center? अंग्रेजी खासै आउँदैन. Yeah, you can tell in Nepali, no problem. यो सेन्टरमा तपाईलाई कस्तो लाग्यो? यो सेन्टरमा आएर योगा गर्दाखेरि कस्तो लाग्यो? कस्तो अनुभव भयो? धेरै राम्रो. मलाई स्ट्रोक भएको थियो. अहिले यो ब्रह्मपुरी योग सेवा समाजमा आएपछि धेरै राम्रो भइरहेको छ. भेरी गुड. धेरै राम्रो भइरहेको छ अहिले आएर. हरेक कुरामा सहजता भइरहेछ. पहिला म यस्तो भुइँमा बसेर पोलिटी मारेर बसेर खान समेत सक्दैन थिएँ. अहिले त्यसमा धेरै सुधार भएको छ. मलाई लगभग 20 मिनटदेखि आधी घन्टासम्म पोलिटी मारेर बस्न सक्छु. धेरै सुधारहरू भएको छ मलाई. धेरै धन्यवाद. यो कुरा तपाईँले आफूलाई मात्रै राखेर अथवा महसुस गरेर बस्ने होइन, आफ्ना साथीभाइ इष्टमित्र सबैलाई भन्नु होला. यहाँ हाम्रो योगा सेन्टर छ. हाम्रो दुईजना एक्सपर्ट गुरुहरू हुनुहुन्छ, वासुदेव अधिकारी र पशुपति थापा. उहाँहरू चाहिँ धेरै जिनियस हुनुहुन्छ, धेरै सिन्सियर हुनुहुन्छ र धेरै ओबिडियन्ट पनि हुनुहुन्छ. उहाँहरूले हाम्रो क्लासेसहरू सधैँ लिइरहनु भएको छ. त्यसकारण हामीहरू उहाँहरूसँग अब्लाइज्ड पनि हुनुपर्छ. वी आर भेरी ग्रेटफुल विथ आवर टिचर्स because who come every day and teaches us this type of classes in this yoga center. The name of this yoga center is Brahmapuri Seva Samaj. Okay, Durba Adhikari, thank you very much. Thank you very much for your kind interview. Hey, do come every day and do not miss the classes, right? Yes. Thank you. Okay.